दर्शकवृन्द नमस्ते। तपाईले भर्खर देखिहाल्नुभयो दर्शकवृन्द यतिखेर नेपालको एउटा पूर्वी पहाडी जिल्ला भोजपुरको गाउँले क्षेत्रमा भएको एउटा विद्यालय र विद्यालयको विशेष गरी विद्यालयको भौतिक अवस्था लगायतको संरचनालाई समेटेर तयार पारिएको डकुमेन्ट्री जसको नाम थियो विद्यालय वृत्तचित्र अथवा डकुमेन्ट्री अफ स्कुल। यो डकुमेन्ट्री एउटा नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको गाउँलाई समेटेर बनाइएको भए पनि वास्तवमा संसारभर रहेका नेपालीको लागि पाठ पनि बन्न सक्छ, किनकि आज नेपालबाट संसारका विभिन्न देशमा र विभिन्न ठाउँमा भनिन्छ नेपाल गरिब भए पनि संसारका विभिन्न धनी राष्ट्रमा नेपालीहरू पुगेका छन् र त्यहाँ पुगेर पनि नेपालीहरूले विभिन्न क्षेत्रमा आफूलाई एउटा दखल अथवा आफूलाई पहुँच पुग्ने ठाउँसम्म नेपाली पुग्न सकेका छन् भन्न सकिन्छ। हो दर्शकवृन्द, आफूले जसरी जन्मेको ठाउँ मातृभूमि भनिन्छ, मातृभूमिलाई कतिपय मानिसले आफू बढ्दै जाने क्रममा र आफूले अगाडि बढ्ने क्रममा बिर्सन पनि सक्छ र कतिपय मानिसले त्यो ठाउँलाई सधैँ याद गरेर केही न केही गरौँ भन्ने उद्देश्यका साथ अघि पनि बढ्न सक्छ। यस्तै आफ्नो गाउँ र आफ्नो ठाउँलाई केही गरौँ भन्ने उद्देश्यका साथ भोजपुरको त्यही गाउँ जुन ठाउँ तपाईँले देख्नुभयो वृत्तचित्र बनाइएको थियो, भोजपुरको पौवा खेसाङ भन्न सकिन्छ, त्यो ठाउँका एकजना व्यक्ति जो लीला राई हुनुहुन्छ, उहाँले डकुमेन्ट्री बनाउनु भएको थियो र यसको उद्देश्य थियो नेपालका अन्य क्षेत्रका मानिसले पनि आफ्नो गाउँ र ठाउँलाई कहिले पनि नभुलौँ र केही गरौँ भन्ने उद्देश्यका साथ बनाइएको डकुमेन्ट्री तपाईँले देखिहाल्नुभयो र आज हामी उहाँसँग कुराकानी गर्छौँ। वास्तवमा उहाँले किन डकुमेन्ट्री बनाउनु भयो र के उद्देश्यका साथ डकुमेन्ट्री बनाउनु भयो, सँगसँगै डकुमेन्ट्री पश्चात उहाँले के कस्तो प्रतिक्रिया पाउनु भएको छ। आउनुहोस् दर्शकवृन्द, स्वागत गरौँ लीला राईलाई। तपाईँलाई स्वागत छ कार्यक्रममा। नमस्कार। आराम हुनुहुन्छ? हजुर, आराम गर्नु पर्यो। तपाईँको डकुमेन्ट्री हामी हेरिहाल्यौँ, करिब 40 मिनटको डकुमेन्ट्री। तपाईँले जसरी भोजपुरको एउटा पौवा खेसाङ र त्यस आसपासको ठाउँलाई समेटेर बनाउनु भएको थियो, तपाईँको डकुमेन्ट्री बनाउनुको मेन उद्देश्य चाहिँ के थियो? डकुमेन्ट्री बनाउनुको मेन उद्देश्य चाहिँ के थियो भने त्योभन्दा पहिले अगाडि जाउँ। एउटा म्युजिक भिडियो बनाउने कुरामा मैले म्युजिक भिडियो स्कुलको निम्ति बनाएको थिएँ। त्यो बनाउँदाखेरि मलाई साथीभाइहरूले के पनि भन्यो भने यो झन्झट नगरौँ, अब बरु सिधै पैसा स्कुललाई दिउँ भनेर उहाँले भन्नुभयो। तर त्यो चाहिँ मलाई अलिकति ठिक लागेन, किनभने अब विदेशमा बस्ने हामी नेपालीहरूले अब सहयोग गर्ने काम त गरिराखेका छौँ होइन। स्कुलहरू बनाउने भएदेखि लिएर अब मन्दिरहरू निर्माण गर्ने कामहरूमा सहयोग गरिराखेका छौँ र उहाँहरूले अब कति ठाउँमा त चन्दा पनि उठाइराख्नु भएको छ होइन। तर त्यो कुरो अब त्यो चन्दा उठाएको पैसा चाहिँ सही ठाउँमा सदुपयोग भएको छ कि छैन त त्यो त हामीले थाहा छैन। त्यो भएपछि अब मैले चाहिँ के सोचेँ भनेदेखि अब विद्यालयलाई चाहिँ सहयोग गर्ने, तर कसरी गर्ने भन्ने मैले सोच गर्दाखेरि चाहिँ त्यहाँको वास्तविकता चाहिँ के हो त्यसलाई लिएर डिभिडीमा राख्ने, म्युजिक भिडियोमा राख्ने, राखिसकेपछि चाहिँ त्यसबाट आएको पैसा चाहिँ फेरि विद्यालय दिने र विद्यालय दिइसकेपछि विद्यालय भवन निर्माण गर्दाखेरि के गरियो त त्यो कुरालाई पनि लिएर हामी नेपालीहरूलाई चाहिँ नि जस्तो देशमा आफ्नो देशमा बस्ने साथै विदेशमा बस्ने नेपालीहरूले चाहिँ हेरेर चाहिँ नि ओहो हाम्रो नेपालमा गाउँघरमा त्यस्तो दुःख रहेछ, ल हामीले पनि केही गरौँ न भन्ने खालको एउटा भनौँ न हौसला प्रदान गरौँ भन्ने उद्देश्यले चाहिँ मैले एउटा डकुमेन्ट्री बनाएको। जसरी तपाईँले एउटा आफू जन्मेको हुर्केको र त्यही ठाउँमा पढेको विद्यालयलाई समेटेर डकुमेन्ट्री बनाउनु भयो, तपाईँलाई जसरी सोच यहाँले आम मानिसहरूले यो सहयोग गरौँ भन्ने उद्देश्य लिनुभयो, तपाईँले हुर्केको ठाउँमा पहिलाको अवस्था कस्तो थियो? खास तपाईँ जतिखेर तपाईँ सानोमा त्यो ठाउँ पढ्नुभयो र तपाईँले कस्तो खालको अवस्था भोग्नु भएको थियो त्यो बेलामा? त्यो बेलाको अवस्था त अब हेर्नुहोस् धेरै अगाडिको कुरा हो। अब पानी खाने धाराहरू थिएन, अब त्यो टोइलेटको व्यवस्था थिएन। अब हामी जङ्गलमा जान्थ्यौँ, रियालिटी वास्तविक रियालिटी नै त्यही हो। अब जङ्गलमा जाने गरिन्थ्यो त्यो बेलामा होइन। अब अहिले आएर संसार कहाँदेखि कहाँ पुगिसक्यो होइन। अब जब मैले त्यो विद्यालयको अवस्था हेरेँ, अब एउटै चाहिँ कोठालाई बाँस टाटीले बारेर चाहिँ पढाइराखेको छ। अब त्यो कसरी बुझ्ने बच्चाहरूले? अब त्यो पानी खानेको धारा चाहिँ छ, पानी आइराखेको छैन होइन। अब त्यस्तो स्थिति हेरेर चाहिँ मैले विद्यालयलाई सहयोग गरेको। जस्तै तपाईँले एउटा म्युजिक भिडियो पनि बनाउनु भयो विद्यालयलाई सहयोग गर्नको लागि, त्यस पछाडि चाहिँ डकुमेन्ट्रीतिर लाग्नुभयो।
यो धेरै मानिसको विभिन्न तरिका हुन्छ विद्यालयलाई सहयोग गर्ने, जस्तै कतिपयले चन्दा माग्ने यहाँले पनि भनिहाल्नु विभिन्न तरिका हुन्छ। तपाईँले चाहिँ यो डकुमेन्ट्रीको अहिले रेस्पोन्स जसरी हुन्छ नि मानिसहरूले के भन्छन् तपाईँलाई, ठिक गरिस् हामी गाउँमा केही सहयोग गर्ने बाटो पाइयो भनिरहेछन् कि तपाईँहरूले कस्तो फिडब्याक पाइरहनु भएको छ? फिडब्याक चाहिँ हामीले यो डकुमेन्ट्री युट्युबमा पनि हालेका छौँ। एकजना मेरै गाउँको दाइको छोरी चाहिँ अस्ट्रेलियाको सिडनी भन्ने ठाउँमा डक्टर रहेछन् तिनी, मलाई त थाहा थिएन। तिनीले पनि त्यो डकुमेन्ट्री हेरेछन् अनि मलाई मेल पठाइन्, काका म त्यो गाउँमा गएर बच्चाहरूलाई फ्रीमा जाने चेकअप गर्छु र म चाहिँ उहाँहरूलाई दबाई पनि दिन्छु भनेर तिनीले मलाई अस्ट्रेलियाबाट इमेल पठाइन् र यस्तो फिडब्याक आउँदाखेरि मलाई एकदमै खुसी लाग्यो। जस्तै तपाईँ डकुमेन्ट्री बनाउने सिलसिलामा भयो, त्योभन्दा अगाडि तपाईँ जुन भुवन केसी, नायक भुवन केसीले लिएर म्युजिक भिडियो बनाउनु भएको छ, त्यो सबै उद्देश्य चाहिँ तपाईँको एउटै उद्देश्य छ कि तपाईँको गाउँमा जहाँ तपाईँ हुर्काउनु भयो, जहाँ अहिले धेरै मानिसहरूका बच्चा बच्चीहरूले चाहिँ भविष्यको लागि पढिरहेका छन् र दुःख पाइरहेका छन्, त्यो ठाउँमा केही होस् भन्ने तपाईँको उद्देश्य छ। आर्थिक रूपमा कस्तो खालको टेवा पाउँदै हुनुहुन्छ अहिले तपाईँ मानिसहरूले, जस्तै त्यहाँ कतिसम्म भयो भने एउटा केही गर्न सकिन्छ भन्ने जस्तो तपाईँलाई खाका छ तपाईँसँग भन्नाले चाहिँ जस्तै स्कुलमा यतिसम्म रकम दिन सकियो भने केही हुन्छ होला भन्ने जस्तो? अहिले मैले अब त्यो हाम्रो गाउँको स्कुलको हेर्दाखेरि चाहिँ हामीले 3 लाखसम्म दिन सक्यो भनेदेखि गाउँघरको स्कुललाई धेरै सहयोग हुने रहेछ भन्ने कुरा चाहिँ मलाई। हजुर, तर तपाईँ जस्तै आफै त्यो डकुमेन्ट्री बनाउन खर्च पनि गरिरहनु भएको छ, त्योभन्दा अगाडि पनि खर्च गरिरहनु भएको छ, यो खर्चबाट यो तपाईँको खर्चलाई एकातर्फ छ, त्योभन्दा बाहेक त्यो खर्चभन्दा बढी उठाएर तपाईँले गाउँ पनि सहयोग गर्नुपर्ने हुन्छ। यहाँलाई के लाग्छ तपाईँको एकल प्रयास चाहिँ सफल हुने अगाडि दिशामा अगाडि बढिरहेछ त? यो चाहिँ एकदम साह्रै छ हेर्नुहोस् तपाईँको। अब म्युजिक भिडियो बनाइयो, तपाईँको धेरै खर्च भयो, धेरै नै खर्च भयो होइन, अब त्यो एमाउन्ट नभनौँ होला, धेरै खर्च भयो, धेरै खर्च भयो। त्यस पछाडि साथीभाइहरूलाई अब ल यो म्युजिक भिडियो चाहिँ लिइदिनुहोस्, कति दिन सक्नुहुन्छ, $5 $10 यो पैसा चाहिँ स्कुललाई जानेछ भनेर चाहिँ कति साथीलाई भन्यो। अब भन्दा साथीभाइले के भन्यो, अहिलेको जमानामा कहाँ डिभिडी लिएर आने, सब युट्युबमा फ्रीमा आउँछ भनेर पनि भन्नुभयो क्या साथीभाइहरूले। त्यस कारणले गर्दाखेरि अब मन पनि मरेर गएको थियो एकचोटि त होइन, अब धेरै साथीभाइहरूले नै भने कहाँ यस्तो गरिरहेको छ, युट्युबमा फ्रीमा पाउने कुराले कहाँ किनिरहेको छ भन्नु साथीहरूले धेरैले होइन। त्यस कारणले गर्दाखेरि यो एकदमै नै गाह्रो काम हो होइन, अब गरेर गर्ने होइन। अब थुप्रै खर्च भयो र पनि अब मेरो तपाईँको यात्रा अठोट चाहिने कि अठोट छैन त? हजुर, जसरी जुन ठाउँमा हुर्कियो, जुन ठाउँमा पढ्यो आफूले, त्यो ठाउँका मानिसहरूले दुःख नपाउन्, आगामी पुस्ताले दुःख नपाउन्, एउटा बस्ने ठाउँ नपाएर, पढाउने राम्रो वातावरण नपाएर त्यो दुःख नपाउन् भनेर जसरी तपाईँ अगाडि लागिरहनु भएको छ। लिएर कतै डकुमेन्ट्री बनाउने, म्युजिक भिडियोको नाममा आफै चर्चामा आउन खोजेको त होइन? होइन, म चर्चामा आउन खोजेको होइन। साथीहरूको आरोप त्यस्तो छ होला तपाईँलाई? त्यस्तो होला, तर त्यो होइन, मैले चाहिँ एउटा रियालिटीलाई ल्याउन खोजेको हो। हेरौँ न हाम्रो देश नेपालमा कस्तो किसिमको चाहिँ स्थिति छ त, त्यो कुरा रियालिटीमा लिएर हेरौँ न। तपाईँले जुन एउटा गाउँको भोजपुरको खेसाङको विद्यालयको बारेमा मात्रै देखाउनु भएको छ, यो त वास्तवमा नेपालको धेरै ठाउँमा छ। तपाईँको यो डकुमेन्ट्रीले एउटा भोजपुरको गाउँलाई प्रतिनिधित्व मात्र नगरेर नेपालको जुन अधिकांश गाउँलाई चाहिँ प्रतिनिधित्व गर्छ। यसले पक्कै पनि विदेशमा बस्ने मानिसले एउटा पाठ पनि हुनसक्छ जसले चाहिँ मातृभूमिलाई फेरि एकपटक सम्झन बाध्य हुनसक्छ तपाईँको डकुमेन्ट्रीबाट। यो डकुमेन्ट्री तपाईँले संसारका कुन कुन ठाउँमा देखाइरहनु भएको छ अहिले? यसै गरी जसरी अहिले तपाईँ वाइटीमा टेलिभिजनमा देखाउँदै हुनुहुन्छ, योभन्दा अगाडि चाहिँ कतै देखाइसक्नु भएको छ अथवा आगामी दिनमा कसरी अगाडि बढ्दै हुनुहुन्छ तपाईँ? त्यो खासै त्यो प्लान चाहिँ मेरो छैन अहिले, त्यस्तो खासै प्लान छैन। अब पहिले न्युयोर्कमै देखाइयो, अब त्यस पछाडि अनि युट्युबमा हालियो, अनि आज वाइटीमा आज देखाउँदै हुनुहुन्छ। त्यसको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद। जस्तै तपाईँ त एकजना भनिन्छ आफ्नो व्यवसाय गरेर अगाडि बढिरहेको, न्युयोर्कमा आएर 1996 देखि अगाडि बढिरहेको मानिस, विदेशमा गएपछि मानिस धेरैले चाहिँ मातृभूमि बिर्सन्छ भन्छ नि, तपाईँलाई चाहिँ कसरी मातृभूमि यादले बोलेर फेरि म्युजिक भिडियो डकुमेन्ट्रीसम्म लाग्नुभयो? अब हुनु त मान्छेहरूको फरक फरक सोचाइहरू हुन्छन् होइन। म चाहिँ के भन्छु भने काम गर्न, खान, त्यो पैसा कमाउनु मात्रै जिन्दगी होइन कि, जन्मिसकेपछि केही गरौँ न, समाजको लागि पनि केही गरौँ न। तपाईँ हाम्रो एउटा सानो सहयोगले गर्दाखेरि कसैको भविष्य भन्छ भने किन नभने होइन। मेरो चाहिँ त्यो हो, अब काम गरेर खाऊ सुता उठा त जसले पनि गरिराखेकै छ नि त, त्यो मात्रै त जिन्दगी त होइन नि। समाजको लागि केही गरौँ भन्छन्। अब
राजनीतिक कार्यकर्ताहरूले चाहिँ समाजको लागि गरिहाल्छ नि, किन हामी गर्ने भन्छ नि, कहाँ थियो उहाँहरूले मात्रै किन गर्ने, हामीले पनि त गर्न सक्छौँ नि त हजुर भन्ने चाहिँ मेरो। राजनीतिक कर्मीको मात्र देश अथवा गाउँ ठेक्काउनु छैन नि त, आम मानिस तपाईँ हामी सबै सचेत मानिस टेकाउन सकिन्छ। हजुर तपाईँले जसरी यो डकुमेन्ट्री लिएर त्यसको भिडियो हेर्दा नै आम मानिसले बुझिहाल्छ नि त्यहाँको अवस्था निकै नै एउटा मानिसहरूले विद्यार्थीहरूले बच्चाहरूले कठिनाइ अवस्था भोगिरहनु परेको छ। कुनै विदेशी दातृ निकाय अथवा सङ्घ संस्थासँग यहाँले कुनै पहल गर्नुभएको छ कि? त्यो चाहिँ त्यसको चाहिँ फेरि म विरोधमा छु। किनभने पहिले तपाईँ हामी नै कोसिस गरौँ न आफ्नो देश बनाउनलाई, तब सकिँदैन अनि हामी विदेशीलाई हात मागौँ न, मेरो चाहिँ त्यो उद्देश्य हो। गर्न सकिन्छ पहिले आफै तपाईँ हामी मिलेर गरौँ, सकिँदैन भने त्यस पछाडि चाहिँ विदेशीहरूलाई चाहिँ सहयोग गरौँ भन्ने खालको। तपाईँको जुन एउटा गाउँ एउटा समाजको लागि हित हुने जुन उद्देश्य लिनु भएको छ, यो उद्देश्य चाहिँ निरन्तर लागिरहनेछ? हजुर, म निरन्तर नै छ। अब मेरो डकुमेन्ट्रीको इन्डिङमा पनि छ, समाप्त पछाडि फेरि भेटौँला, फेरि भेटौँ राखेको छ। यसको मतलब आउने छ। अब डकुमेन्ट्री अर्को पनि मैले बनाउने छु र मेरो प्रोसेस पनि भइसकेको छ। हुनु चाहिँ अब म कतिको यसमा चाहिँ सफलता हुन्छ होइन, त्यो भोलि गएर अब थाहा हुने कुरा हो। लाग्न सक्छ, 3-4 वर्ष पनि लाग्न सक्छ। तपाईँले यो विद्यालयको जुन उद्देश्य छ, विद्यालयलाई सहयोग दिने, त्यो उद्देश्य पुरा भएपछि पनि अन्य क्षेत्रमा चाहिँ सहयोग गर्ने आफ्नो क्रम चाहिँ जारी रहन्छ। तपाईँको एउटा भनिन्छ विदेश 7500 माइलको दूरीमा आएर पनि आफ्नो 7500 माइल टाढाको आफ्नो जन्मभूमि मातृभूमिलाई जसरी माया गरिरहनु भएको छ र तपाईँ आफैले मात्र नभएर संसारका धेरै मानिसलाई तपाईँले मातृभूमि सम्झन बाध्य गर्नु भएको छ। यो यात्रा सफल बनोस् र तपाईँले समाज सेवामा आफूले जसरी लगाइरहनु भएको छ सधैँ लगाइरहनु होला। हाम्रो तर्फबाट तपाईँलाई शुभकामना छ। धन्यवाद। अनि न्युयोर्कको यो व्यस्त समयका बिच पनि हामीसँग आइदिनु भएको छ र व्हाइट हिमाल टेलिभिजनमा तपाईँको यो डकुमेन्ट्रीको जुन आम दर्शकलाई देखाउने यात्राको लागि पनि धेरै धेरै धन्यवाद छ। दर्शकबिन, आजको कार्यक्रममा हामीले तपाईँलाई जसरी डकुमेन्ट्रीमा देखाए जस्तै भोजपुरबाट एउटा पहाडी जिल्ला भोजपुर, त्यसको पनि एउटा विकट गाउँबाट अमेरिकाको न्युयोर्कमा आएर 1996 देखि बस्दै आउनुभएका र आफ्नो सामान्य जीवन सँगसँगै समाजलाई केही गरौँ भन्ने उद्देश्यका साथ अगाडि बढिरहनुभएका लीला राईले बनाउनु भएको डकुमेन्ट्री र सँगसँगै उहाँले आम मानिसलाई आफ्नो मातृभूमिलाई सम्झना गर्नुभएको आह्वानसँगै यो डकुमेन्ट्री अनि यो उहाँको छोटो प्रतिक्रिया यहीँ सकिन्छ। तपाईँ भने व्हाइट हिमाल टेलिभिजन हेर्दै गर्नुहोस् र आफ्नो मातृभूमिलाई सधैँ माया गरिरहनुहोस् भन्दै म सूर्य थापा आज्ञा चाहन्छु। नमस्ते।